हाई एभ्रिवान, आज चाहिँ म हजुरहरूलाई फेरि पनि गुड नाइट म्यासेज लिएर आएको छु है। हजुरहरूलाई चाहिँ डिभाइनले के चाहिँ म्यासेज दिन चाहनुहुन्छ? गुड नाइट म्यासेज हेरौँ है त के छ त। मेरो भ्युअर्सको लागि गाइज फुल वाच गर्नु है, यो भिडियो फुल वाच गर्नु। हजुरहरूको लागि गुड नाइट म्यासेज चाहिँ के दिँदै हुनुहुन्छ है, फुल वाच गर्नुहोला। अनि यो एनर्जीलाई चाहिँ क्लेम गर्नुहोस् और कमेन्टमा लेख्नुहोस् है त। ओ माई गॉड, व्हाट अ ब्युटिफुल कार्ड। न्यू बिगिनिङ, नयाँ सुरुवात आउँदैछ हजुरको लाइफमा है। न्यू बिगिनिङ, भोलि आज सुत्नुहोस्, भोलि राम्रो फेज आउनेछ है। हजुरको रिबर्थ हुँदैछ लाइफ है। जसले हजुरलाई दुःख दिएको छ, हजुरले दुःख पाउनु भएको छ है, उनीहरूलाई चाहिँ माफी दिनुहोस् है। कर्मको कार्ड हो यो भनेको। भगवानको कृपा हजुरसँग छ, एन्जलको ब्लेसिङ हजुरसँग छ, भगवान हजुरसँग साथमा हुनुहुन्छ। आउने दिनमा हजुरको राम्रो हुन्छ भनेर भन्नुभएको छ भगवानले। तिमी आरामले बस, पोजिटिभ सोच है। नाउ इज द टाइम टु फेस, के भन्छ, च्यालेन्जेसहरू वेमा आए तापनि रिबर्थ हुन्छ। तिम्रो कर्म कस्तो गरेछौ त्यो अनुसारको फल पाउँछौ तिमीले है भनेर भनेको छ हजुरलाई चाहिँ। बुझ्नुभयो नि? इट्स भेरी ब्युटिफुल गाइज है। फरगिभ गर्नुहोस्, हजुरले फरगिभनेस नै हजुरको लागि चाहिँ राम्रो हुन्छ आजको दिनमा भनेर भनिन्छ है त। थ्याङ्क यू गाइज, सी यू एन्ड गुड नाइट।